तपाईँको नाम चाहिँ के हो? मेरो नाम दलबहादुर ओली। मेरो घर गुरुबाकोट नगरपालिका वार्ड नम्बर 3 हिल्यामा बस्थेँ र अहिले म गुरुबाकोट नगरपालिका वार्ड नम्बर 9 भालुखोला भन्ने ठाउँमा वासस्थान बसोबास गरिराखेका छौँ। हामीले 46 सालदेखि जडीबुटी खेतीमा गुरुबाकोट नगरपालिकाका 3 नम्बर 4 नम्बर र 5 नम्बरका माथिल्लो बेल्टहरूमा तेजपात खेती, काउलो र टिमुर खेतीहरू व्यावसायिक रूपमा अगाडि बढाउन लगायौँ। किसानहरूलाई समूह र सहकारीको माध्यमबाट व्यक्तिगत निजी वनहरू पनि हाम्रो गुरुबाकोट नगरपालिका 3 मा थुप्रै दर्ता भएका निजी वनहरू पनि छन् र हामीले निजी वनको माध्यमबाट पनि जडीबुटी खेतीहरू पूर्जावाला जमिनमा व्यावसायिक रूपमा गर्न लगायौँ। र अहिले पछिल्लो चरणमा आएर हामीले शीतल चिनी, यो मोरिङ्गा खेती भन्ने यो जुन शीतल चिनीको बिरुवा छ, नेपालका आयुर्वेदिक विशेषज्ञ डाक्टर DB सुनवारका अनुसार यो बिरुवाको मोरिङ्गा पाउडर तयार हुन्छ र यसबाट हाम्रो 320 भन्दा बढी रोगहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने र यो पोषण तत्त्वले भरिपूर्ण भएको हुँदा यो सबै आहारहरूमा उपयुक्त आहार र यो अमृत चिज हो, वनस्पति हो भनेर यसको वर्णन गरेको पाइन्छ। र अहिले हामीले टिमुर, तेजपात अनि अलैँची, धारापानीमा हाम्रो अलैँची खेतीहरू पनि छ काउलेतिर अनि माथि टिमुरेको माथिल्लो बेल्टमा यस्तो जडीबुटीहरू हामीले व्यापक रूपमा लगाइराखेका छौँ। र हामीले बेलचन्डा खेतीलाई पनि विस्तार गरेका छौँ। अहिले हाम्रो तालिम दिएर गुरुबाकोट नगरपालिका 9 नम्बर वाडामा 1-2 जना कृषकहरू छानेर पनि व्यावसायिक रूपमा गर्न लगाएको इतिहास पनि छ। र पहिले हामीले यो विगतको वर्षहरूदेखि बेलचन्डा खेती पनि विस्तार गर्दै आएका थियौँ। र यो जडीबुटीलाई हामीले जीवनै उपयोगी विषयवस्तुलाई धेरै राम्रो अत्यन्तै उपयोगी विषयवस्तु छ। हाम्रो क्युबाको राष्ट्रपतिलाई प्यारालाइसिस भएको बेला त्यहाँ हाम्रो नेपाली कर्मचारी हुनुहुँदो रहेछ उहाँको कार्यालयमा। र भारतमा यो शीतल चिनी खेती छ, त्यहाँ 1 महिना बसेर उपचार गराउनु पर्यो र प्रत्यक्ष त्यहाँ विशेषज्ञ आयुर्वेदिक विशेषज्ञ निगरानीमा बस्नु पर्यो भनिसकेपछि उहाँ त्यहाँ आउनुभएछ। क्युबाको राष्ट्रपति त्यहाँ आएर 1 महिनासम्म यसको नियमित जुस सेवन गरेपछि उहाँको सुगर र प्यारालाइसिस सन्चो भइसकेपछि अहिले उहाँले आफ्नो देशमा जहाजबाट बिरुवाहरू सप्लाई गरेर व्यावसायिक खेतीहरू गर्न लगाएको इतिहास छ। र भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसको बेला बेलामा विज्ञापनहरू गरिराख्नु भएको हुन्छ। किसानहरूलाई समोसामा राखेर खाऊ, परौठामा राखेर खाऊ, दालमा राखेर खाऊ र अनेक किसिमका परिकारहरूमा यसलाई मिक्स गरेर खानुहोस् भनेर उहाँले सन्देश दिइराख्नु भएको हामीहरूले समाचार सुन्न पाउँछौँ। र यो अत्यन्तै उपयोगी जडीबुटी छ। र यो हजुर हामीले यो गरिबभन्दा पनि गरिबले यसलाई प्रत्येक नेपाल सरकारले पनि कार्यविधि 2077 स्थानीय कार्यविधि 2077ले एक घर 6 शीतल चिनी भन्ने अभियान ल्याएको छ। र त्यसलाई अब हामीले व्यवहारमा उतार्न जरुर छ। र एक घरमा 6वटा शीतल चिनी लगायौँ भने यसले मनग्य आम्दानी पनि दिन्छ र मान्छेहरू हामी भएका बालबच्चा परिवारहरू निरोगिता हुने, आरोग्यता हुने, स्वस्थ हुने, स्वस्थ मस्त व्यस्त बनाउने यी जडीबुटीहरूलाई हामीले संरक्षण गर्न अत्यन्त आवश्यक छ। पछिको पिँढीहरूले पनि यसलाई संरक्षण सम्वर्धन गरेर अगाडि बढ्न सकेपछि यो देशको भविष्य पनि राम्रो हुनेछ। र हामीहरूले केमिकल युक्त खानाहरू खाइराखेका छौँ। यो अर्गानिक रूपमा उत्पादन भइराखेका जडीबुटीहरूलाई उपयोग गर्नुपर्छ। अब विषादीहरू र हामीले रासायनिक मलहरूलाई पूर्ण रूपमा बन्द गर्दै जानुपर्छ भन्ने हाम्रो सुझाव पनि छ। र यो सरकारले पनि मनन गरेर यसलाई जनताहरूलाई निरोगी राख्नको लागि यस्तो अर्गानिक जडीबुटीहरू, अर्गानिक खाद्य पदार्थहरू, तयारी खानाहरूमा पनि ध्यान सरकारले दिएमा सबै निरोगिता हुने, सबैको आयुमा वृद्धि हुने आशा अपेक्षा हामीले लिएका छौँ। र यो जडीबुटी व्यवसायलाई अझै तीव्र रूपमा अगाडि बढाउनलाई विभिन्न सङ्घ संस्था, सरकारी कार्यालयहरूसँग आशा अपेक्षा राखेका छौँ। समूहका माध्यमद्वारा, सहकारीका माध्यमद्वारा र व्यक्तिगत फर्म, निजी वनका माध्यमबाट हामीले यसलाई कार्यक्रमहरूमा व्यावसायिक रूपमा खेती गर्न लगाउने, प्रशोधन गर्न लगाउने, ग्रेडिङ गर्न लगाएर बजारसम्म पहुँच पुर्याउने पनि यो वातावरण मिलाइदिनु हुनेछ भन्ने हामीले आशा अपेक्षा गरेका छौँ। र यो कार्यक्रममा सहयोग हुनेछ भन्ने आशा अपेक्षा गर्दछौँ। हजुर, धन्यवाद।